भेडा बाख्रा हेर्नु पर्थ्यो। तैपनि मैले ओह्राली उकाली हिँड्दै पनि अलिअलि अक्षर सिकेँ र मैले आफूले जीवनमा उत्तराले के अरे एउटा धौलागिरीले टोपिला लेखेँ, साहित्यप्रति रुचि राखेँ। कुनै कुनै ठाउँमा सेवासँग धन्यवाद पाएँ होला। अब सबै साथीहरूले मलाई सम्झन्छन्, धौलागिरीको टोपिला भन्छन्। सबैसँग हिँड्नु गरेर नेपालको माया गरेर मैले केही कुराहरू सबैलाई आशीर्वाद दिन्छु अथवा कसैलाई धन्यवाद दिन्छु। आफूले जाने सम्झेको कुरा सबैले गर्नुपर्छ, माया र ममता राख्नुपर्छ। तपाईँको जीवनमा सबैभन्दा मिठो सम्झना के हो? सबभन्दा ठुलो मिठो सम्झना भनेको सम्पत्ति होइन, केही होइन, माया नै हो। जीवनमा सबैभन्दा ठुलो सङ्घर्ष के थियो हजुरलाई? जीवनमा त आफ्नो आर्थिकको कमजोरी सबै कुरा हुँदा सङ्घर्ष, आर्थिकलाई सङ्घर्षै गर्नु पऱ्यो। तर सङ्घर्षको सफलता पनि पाइन्छ। तपाईँले जीवनबाट सिकेको सबैभन्दा ठुलो पाठ के थियो? मेरो अरू केही थिएन, मेरो रहर थियो इन्डिया जाने त्यति बेला पनि। अनि इन्डिया गएँ, आफूले चाहेअनुसार काम गरेँ र आफ्नो कार्यकाल पुरा भएपछि तपाईँका लागि परिवार भनेको के हो? परिवार भनेको त एउटा मुटुकै ढुङ्गी हो, जसको लागि मेरो मात्रै नभएर सबै परिवार भनेको सबभन्दा मिठो माया र सद्भाव हो। अरू केही तपाईँ आफ्ना सन्तानप्रति सबैभन्दा गर्व लाग्ने चाहिँ के हो? सबैभन्दा गर्व मैले त सबैभन्दा गर्व लाग्ने मैले होइन, भगवान्को कृपा होला, मैले राम्रोसँग हुर्काएँ सबैलाई र आफ्नो आफ्नो बाटो लिएर अहिले सबैभन्दा पछाडि छैन, अगाडि छ। सफल र खुसी जीवनको रहस्य के जस्तो लाग्छ हजुरलाई? जीवनको खुसी त मान्छेले मान्नुपर्छ, त्यो चाहिँ आफै आउने चिज होइन। खुसी माने खुसी हुन्छ, दुःख माने अब हजुरलाई लास्ट